नमस्ते साथीहरू, हामीहरू फाइनली आइपुगेका छौँ बाटामारा बोगरिसापुरीमा। त हामी अब भित्र प्रवेश गर्न आँटेका छौँ। तपाईहरु मेरो भिडियो हेर्दै जानुहोला। भित्र कस्तो छ के छ हजुरहरूलाई देखाउने प्रयास गर्दैछु। हेर्न सक्नुहुन्छ भाइ पनि आएको रहेछ, भाइसँग भेट भएको छ र भाइ चाहिँ अब हिँडेको होला। ल बाइ बाइ भाइ, लभ यु। यहाँ चाहिँ बाइक स्ट्यान्ड गर्ने ठाउँ रहेछ। यहाँ मेरो साथीले फेरि एउटा बक्समा साइरन बजाइरहेको छ, सुन्नुहोस्। यति नै भिड छ कि हामी अगाडि जान पनि बिस्तारो बिस्तारो हिँडिरहनु परेको छ। मान्छेहरू यति नै भिड हुन्छन् यहाँ। त हाम्रा साथीहरू चाहिँ अगाडि गइसकेका छन्। म चाहिँ अलिकति एउटा सानो क्लिप हजुरको अगाडि देखाउँ भनेर बनाइरहेको छु। निकै पर गइसकेँ। मान्छे चाहिँ तपाईहरुको रातिसम्म नै यसरी नै भिडाभिड भइरहेको हुन्छ। त हजुरहरूले देखिसक्नु भएको छ, यहाँबाट प्रवेश गर्नुपर्ने हो र देखिराख्नु भएको छ। हजुरहरूले हेर्दै जानुहोला। यो साथी हेर्न सक्नुहुन्छ कति भिड छ यहाँ मान्छेहरूको। तपाईहरुले यहाँ देख्दै थाहा पाउनुहुन्छ कति भिड छ मान्छेहरू। हेर्नुहोस्, सबै फुर्तीमै छन्। मान्छेहरू गइरहेका छन्, जाने आउने आइरहेका छन्। यस्तै छ मान्छेहरूको। साथीहरू हेर्न सक्नुहुन्छ हामी अगाडि पनि यहाँ आएका थियौँ। पहिला आउँदाखेरि चाहिँ यहाँ यसो प्रकारको मेला लागिरहेको हुन्थेन। सो अहिले चाहिँ चारैतिर पुरा मेला लागेको रहेछ र त्यसैले मान्छेहरूको पनि भिडाभिड निकै देखिरहेको छ। हजुर नमस्ते साथीहरू, त हामी आइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो नजारा छ। यहाँ देख्न सक्नुहुन्छ अति राम्रो पाराले सजावट गरेका छन्। हजुरहरूले हाम्रो भिडियो अन्तिमसम्म हेर्दै जानुहोस्। अझै पनि राम्रो राम्रो चिज हजुरहरूले हेर्न पाउनुहुनेछ। नमस्ते साथीहरू, त हामी आइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो नजारा छ। यहाँ देख्न सक्नुहुन्छ अति राम्रो पाराले सजावट गरेका छन्। हजुरहरूले हाम्रो भिडियो अन्तिमसम्म हेर्दै जानुहोस्। अझै पनि राम्रो राम्रो चिज हजुरहरूले हेर्न पाउनुहुनेछ। यहाँ तल बेम्बोको ब्रिज छ। यो ब्रिजबाट जानुपर्छ अगाडि। यहाँ बेम्बोको सबै ब्रिज लगाएको छ। अगाडि पनि बेम्बोले नै बनाएको छ। यस्ता केही वस्तुहरू देख्दाखेरि सानाको याद आउँछ, बालपनको। त सो मलाई अहिले पनि बालपनको याद आइरहेको छ। त्यही अब म माथिबाट उठेर म पनि चिप्लिने प्रयास गर्छु। ए आइছে আমাৰ এতিয়া ৰঞ্জন ছেত্ৰী। यो ভাঙিয়ে পেলাব নেকি? ओ यहाँ कति राम्रा राम्रा फुलका बिरुवा पनि ल्याएका रहेछन् बेच्नको लागि र हामी अब फुलका बिरुवाहरू केही किन्न प्रयास गर्दैछौँ। यहाँ हेर्न सक्नुहुन्छ राम्रो राम्रो प्रजातिको फुलको बिरुवाहरू लिएर बिक्री गरिरहेका छन्। त हामी अब गेटबाट निस्किन गइरहेका छौँ। हजुरहरूले हाम्रो भिडियो कहाँबाट हेर्नुहुँदैछ प्लिज कमेन्ट बक्समा जनाइदिनु होला। धन्यवाद।